सर्वप्रथम नयाँ वर्ष 2082 सालको सम्पूर्ण नेपालीहरूमा हार्दिक मङ्गलमय शुभकामना। र आज हामी कुरा गर्न गइरहेका छौँ हिजो भएको गेमको अर्थात् फाइनल गेमको बारेमा। हिजो भएको फाइनल गेममा नेपाल कुवेतसँग 3 रनले हारेको छ। नेपालको इज्जतै जोगाएका भने नन्दन यादव र बसिर अहमदले थिए। उनीहरूले सक्दो फाइट गरेर गेमलाई अन्त्यसम्म पुर्याए, तर दुर्भाग्यवश फिनिस हुन भने सकेन। तर उहाँहरूले आफूले सक्दो एफोर्ट चाहिँ दिनुभएको थियो। यदि उहाँको 80 रन, बसिर अहमदको 80 रन र नन्दन यादवको 37 रन हटाउने हो भने अरू टप भनिएका, एक्सपिरियन्स भनिएका, क्याप्टेन भनिएका प्लेयरहरूको टोटल रन 50 पनि पुग्दैन। यस्तो पाराले कहिलेसम्म खेल्ने? अब बेला आइसकेको छ। क्याप्टेन पनि चेन्ज गर्नुहोस्, जुन प्लेयरले खेल्न सकेको छैन त्यो पनि चेन्ज गर्नुहोस्। यदि कुशल भुर्तेल आउट भयो भने नेपालको टिमै कोल्याप्स हुन्छ। कहिलेसम्म कुशल भुर्तेल मात्र गेम जिताउन सक्छन्? जति पनि खेल्न सकेका छैनन् उहाँलाई छिटोभन्दा छिटो चेन्ज गर्नुहोस्। सर्वप्रथम नयाँ वर्ष 2082 सालको सम्पूर्ण नेपालीहरूमा हार्दिक मङ्गलमय शुभकामना। र आज हामी कुरा गर्न गइरहेका छौँ हिजो भएको गेमको अर्थात् फाइनल गेमको बारेमा। हिजो भएको फाइनल गेममा नेपाल कुवेतसँग 3 रनले हारेको छ। नेपालको इज्जतै जोगाएका भने नन्दन यादव र बसिर अहमदले थिए। उनीहरूले सक्दो फाइट गरेर गेमलाई अन्त्यसम्म पुर्याए, तर दुर्भाग्यवश फिनिस हुन भने सकेन। तर उहाँहरूले आफूले सक्दो एफोर्ट चाहिँ दिनुभएको थियो। यदि उहाँको 80 रन, बसिर अहमदको 80 रन र नन्दन यादवको 37 रन हटाउने हो भने अरू टप भनिएका, एक्सपिरियन्स भनिएका, क्याप्टेन भनिएका प्लेयरहरूको टोटल रन 50 पनि पुग्दैन। यस्तो पाराले कहिलेसम्म खेल्ने? अब बेला आइसकेको छ। क्याप्टेन पनि चेन्ज गर्नुहोस्, जुन प्लेयरले खेल्न सकेको छैन त्यो पनि चेन्ज गर्नुहोस्। यदि कुशल भुर्तेल आउट भयो भने नेपालको टिमै कोल्याप्स हुन्छ। कहिलेसम्म कुशल भुर्तेल मात्र गेम जिताउन सक्छन्? जति पनि खेल्न सकेका छैनन् उहाँलाई छिटोभन्दा छिटो चेन्ज गर्नुहोस्।